एकदम दामी छ है। ओहो यो फरलाई त पुरै उल्टाएर देखाउन मिल्दैन? मिल्छ भाइ मिल्छ ल उल्टाएर देखाइदिनु त ल। यसरी ट्याक्कसँगले हामीसँग फर चाहिँ अब कुन खालको फर आएको छ भने यो खालको फर आएको छ र तपाईँहरूले एउटा देखाउनै बिर्सेछु मैले। हजुरहरूको अब घोडाहरू दुख्छ, चिसोले घोडाहरू दुख्छ भने यसमा चाहिँ हिट सिल पनि छ है भाइ। ल यसमा ल हेर्नु गाइड्स ल है, काठमाडौँको ट्राउजर आएको छ भाइ। ल यो चाहिँ काठमाडौँको हजुर। पकेटमा अब मोबाइल सबाइल पर्सस राख्दाखेरि अब खस्छ, त्यही भएर हामीले यो चेन राखिदिएको छौँ होइन। ल अगाडि पनि हजुरहरूले चेन पाउन सक्नुहुन्छ यसमा, अगाडिको लागि बटम पनि पाउन सक्नुहुन्छ है त। ल यो ट्याकट्याकको बटम, यो चाहिँ फेरि यो फुटे टुट्ने हुँदैन है फेरि यो खालको बटम चाहिँ। ब्याक लुक्स ओहो यसमा त दुईटा पकेट रहेछ दाइ पछाडि। कतिमा छ दाइ? 1500 मा मात्र छ भाइ। ल यो ओहो 1500 मा छ है यो चाहिँ गाइस। यो पनि सेम प्राइस त्यही 1500 रुपैयाँमा अहिले। प्राइस सबै अरु कलरहरु सबैले सुहाउने कलर रहेछ। राम्रो राम्रो कलर झरेर छ कार्डिगनमा, हेर्न सक्नुहुन्छ। एकदम राम्रो राम्रो छ भाइ। ल हेर्नुस्। ल यसको अगाडि भनेको यहाँनिर पोलोको डिजाइन पाउनु भयो। र यहाँनिर भनेको पकेट पाउनु भयो। माथिबाट पनि खोल्न मिलो। हजुर हैन, तलबाट पनि खोल्न मिले है भाइ। ल यो चाहिँ यहाँबाट पनि छ, मुनिबाट पनि है। यहाँबाट पनि खोल्न मिलो, ल यसलाई लाउनु पनि मिलो। यसको चाहिँ पुरा प्याटर्नै डट डट खालको प्याटर्न छ। ल हेर्नु सक्नुहुन्छ आएको छ है। ल एकदम यो चाहिँ ग्रिप ग्रिपमा आएको छ यो। ल फ्रन्ट लुक्स यो देखिन्छ भने ब्याक लुक्स दाइ के छ अनि हाम्रो आज नयाँ भिडियोमा के आउँदैछ? आजको नयाँ भिडियोमा जाडोको सामानहरू टन्नै आएको छ भाइ। जाडोको सामानहरू हैन? जाडोको सामानहरू अब जाडो बढ्यो नि त भाइ हैन। बढिसक्यो नि दाइ, टन्नै बढेको छ नि। काठमाडौँमै अब लगभग माइनसै पुग्न लागिसक्यो। काठमाडौँमा त माइनस पुगिसक्यो दाइ, पुग्ने मात्र हैन। त्यही भएर हामीले चाहिँ यो चोटि चाहिँ हामीले एकदम बाक्लो खालको ट्राउजरहरू लिएर आएको छौँ होइन। हजुर हेर्दै जाउँ होइन। अब हामी के आएको छ है, स्वेटरहरू आएको छ, जुत्ताहरू आएको छ। हामी सुरुमा चाहिँ हामी योबाट जाउँ भाइ। ल यो ओहो यो चाहिँ कस्तो खालको ट्राउजर हो नि? ल हेर्न सक्नुहुन्छ गाइज, यो पुमाको ट्राउजर हो भाइ। हिमाल चढ्ने ट्राउजर भयो यो है। यो हिमाल चढ्ने ट्राउजर भन्नुभएको छ दाइले। एकदम यो चाहिँ हिमाल चढ्ने खालको ट्राउजर होइन। ल लोगो ब्रान्डिङ ट्यागसँगले यहाँ अगाडि पाउनु भयो यो है। ओहो यो चाहिँ फुल वाटर प्रुफ विन्ड प्रुफ दुइटै हो है। ल यो चाहिँ ल भाइ, वाटर प्रुफ विन्ड प्रुफ दुवै। ओहो ल है डेन्जरै आएर छ, एकदम डेन्जर छ। फ्रन्ट लुक्स यो देखिन्छ भने ब्याक लुक्स सिम्पल छ यो छ है। पछाडि त सिम्पलै मन पराउँछ नि मान्छेले। सिम्पल छ अगाडि होइन। अब पकेटमा अब मोबाइल सबल राखिन्छ, पर्सस राखिन्छ है। अब चेन पाउनु भयो हजुरहरूले। वाटर प्रुफ चेन हो कि क्या हो? चेन पनि दाइ? चेन पनि वाटर प्रुफ भयो होइन। ल हेर्न सक्नुहुन्छ गाइस, ट्राउजर पनि वाटर प्रुफ भयो। अब यसको भित्री चाहिँ कस्तो छ नि भाइ? कस्तो छ दाइ? एकचोटि देखाइदिनु। खुल्ला छ यहाँनिर हेर ल। ल मुनि यो खुल्ला भइगयो होइन। भित्री चाहिँ यस्तो बाक्लो फर्छ नि भाइ, यस्तो बाक्लो फर्छ हेर नि। सोच्दै नसोचेको फर रहेछ गाइस। ल बाहिरबाट हेरेर देखिँदैन, भित्रै पस्नुपर्छ हेर्नको लागि होइन। ल यहाँ है यस्तो मजाको फर छ है। जस दामी छ क्वालिटी, दामी नै रहेछ क्वालिटी मोबाइल छ है। अझै भित्रबाट देखाइदिए भाइ। ल मैले यो ल ट्यागसँग यसरी भित्रबाटै देखाइदिए मैले। ल है सेतो भालु जतिकै फर रहेछ है एकदम। यो चाहिँ हिमाल चढ्दा पनि लगाउँदाखेरि अब धान्ने खालको बाक्लो फर आएको छ। वाटर प्रुफ प्रुफ दुइटै हो है। हजुर। र यसमा कलर अप्सन चाहिँ हामीसँग दुईटा कलर आएको छ है भाइ। यसमा दुईटा कलर भन्नुभयो होइन? कलर आएको छ भाइ यसमा चाहिँ। ल अर्को कलर नि देखाइदिनु त दाइ। कलर आएको छ पनि अर्को एउटा यो ग्रे कलर आएको छ भाइ। ल दुईटा कलर ग्रे कलर हेर्न सक्नुहुन्छ, ग्रे पनि दामी छ, एकदम दामी छ है। ओहो यो फरलाई त पुरै उल्टाएर देखाउन मिल्दैन? मिल्छ भाइ मिल्छ। ल उल्टाएर देखाइदिनु त ल। यसरी ट्यागसँगले हामीसँग फर चाहिँ अब कुन खालको फर आएको छ भने यो खालको फर आएको छ। र तपाईँहरूले एउटा देखाउनै बिर्सेछु मैले। हजुरहरूको अब घोडाहरू दुख्छ, चिसोले घोडाहरू दुख्छ भने यसमा चाहिँ हिट सिल पनि छ है भाइ। ल यसमा ल हेर्नु गाइस ल है। ल उल्टाएर देखाउँदा चाहिँ ल यस्तो छ है गाइस। ल यो चाहिँ के भन्नुभयो दाइ? यो चाहिँ हिट सिल। तपाईँहरूको घोडाहरू चिसोले घोडाहरू दुख्छ भने यो चाहिँ तातो गर्ने यो चाहिँ हिट सिल हो है। त्यो लाउँदै गएपछि यो तातै जाने आफै यहाँ वार्म हुँदै आउँछ यो होइन। ल यो चाहिँ घोडामा दिएको हुन्छ, यो चाहिँ हिट सिल भयो। ओहो ल फर भनेको यो खालको फर भयो। ल फर पनि मार्ने खालको फर छ, मार्ने खालको फर छ हैन। भित्रबाट यतिको तातो फर भएको ट्राउजर कतिमा दिने त दाइ हामी अब यसलाई? यसलाई भनेको भाइ एकदमै हाम्रो भ्युअर्सहरुले एकदमै मिलाएर गर्दाखेरि
जम्मा यो चाहिँ कतिमा भने 1850 रुपियाँ मात्र भयो ल जम्मा 1850 मा हिट सिल सहितको ट्राउजर हैन यो पुमाको ट्राउजर आयो भाइ ल दुईटा कलरमा ब्ल्याक कलर एन्ड ग्रे कलर भाइ ल यो आइसकेको छ यसमा दुईटा मात्रै कलर पाउन सक्नुहुन्छ हैन साइजको कुरा गर्दाखेरि मोटो मोटो मान्छेलाई नि हुन्छ नि दाइ मोटो पातलो सबैलाई हुन्छ भाइ साइजको कुरा गर्दाखेरि 3XL 2XL 3XL 4XL 5XL 6XL सम्म आएको छ 3XL भनेको अब हामी जतिको हाइट वेटलाई हुन्छ 4XL 5XL 6XL सम्म साइज अवेलेबल छ भाइ ल यो ल यो रह्यो हाम्रो पुमाको ट्राउजर हैन भाइ हजुर दाइ अनि अर्को यस्तैबाट चाहिँ हाम्रो यो काठमाडौँको ट्राउजर आएको छ भाइ ल यो चाहिँ काठमाडौँको हजुर यो चाहिँ काठमाडौँको ट्राउजर आएको छ ओहो यसमा पनि त्यस्तै फर कि अलिकति कम हो यसमा पनि यस्तै फर हो अब यो पनि हेर न भाइ फर यसको नि हेरिदिहालौँ भाइ ल अब यसको पनि हेर्दै भनेर हेरिदिहालौँ ल ओहो यो फर छ यसमा है यो पनि विन्ड प्रुफ वाटर प्रुफ दुईटै यो पनि हजुर यो विन्ड प्रुफ वाटर प्रुफ दुईटै हुन्छ यो ल है यो नि बब्बाल रहेछ भित्रबाट पल्टाएर हेर्दा यस्तो देखिन्छ नपल्टाइकन हेर्दा कस्तो देखिन्छ भनेर हेर्दियौ यस्तो देखिन्छ है त भाइ ल नपल्टाइकन हेर्दा यस्तो देखिन्छ यस्तो खालको देखिँदो रहेछ यसमा चाहिँ कलर धेरै छ कि क्या हुँदा हैन कतिवटा अनि 4वटा कलर छ भाइ ब्ल्याक कलर ब्लू कलर अलि म कलरहरु देखाउँछु पहिले हामी यहाँ हेर्दियौ के छ हामीसँग यसमा है पकेटमा अब मोबाइल सबाइल पर्सस राख्दाखेरि अब खस्छ त्यही भएर हामीले यो चेन राखिदिएको छौँ हैन ल अगाडि पनि हजुरहरूले चेन पाउन सक्नुहुन्छ यसमा सजिलोको लागि बटम पनि पाउन सक्नुहुन्छ है त ल यो ट्याकट्याकको बटम यो चाहिँ फेरि यो फुटे टुट्ने हुँदैन है फेरि हल्को बटम चाहिँ नि यो बटम चाहिँ राम्रो हो यो बटम एकदमै राम्रो यहाँ र नि ल है सुन्यौ भाइ यहाँ ट्याक ट्याक गरेको सुन्यौ ल यो हल्को बटम पाउँछ हैन ल यसमा तपाईहरुको कमर अलिकति ठुलो सानो भयो भने तपाईहरुलाई बेल्ट पनि पाउनुहुन्छ यसमा बेल्ट पनि आउँछ अझ हैन बेल्ट पनि पाउनुहुन्छ हैन ल बेल्टको लागि हामी बेल्टको लागि बेल्ट घर चाहिँ यहाँबाट छिराउने अब यहाँ अप्सन छँदैछ अनि बेल्ट पनि तपाईहरुले पाउनुहुन्छ बेल्ट चाहिँ यसमा राइनर छ तर हामी हाल्दिन्छौँ बेल्ट हैन यहाँनिर यस्तो हुन्छ बेल्ट चाहिँ है ल बेल्ट पनि देखाइदिनु त यसको ल यसको बेल्टहरु यो खालको बेल्ट आउँछ हैन अच्छा अच्छा यस्तो हुँदो रहेछ हैन ल तपाईहरुको ट्राउजर इन केस ठुलो सानो भयो भने यो बेल्टले पनि एडजस्ट गर्न मिल्छ है बेल्ट चाहिँ यस्तो खालको पाउँछ तपाईहरुले हैन ल यो बेल्ट अलि पर राख्छौँ ल यसको कलर अप्सन भनेको 4वटा कलर र पछाडी पनि यसको चाहिँ पकेट छ है भाइ ल पछाडी पनि पकेट टक्क वालेट राख्नलाई हैन टक्कसँगले हैन कसैले अगाडि धेरै जस्तो अगाडि राख्छ कसैले पछाडी राख्छ त्यही भएर हामीले यो पछाडी पनि पकेट राखिदिएको छौँ हैन नामै कडा छ नि यसको नामै कडा छ भाइ काठमाडौँ हैन काठमाडौँ ल अर्को कलर चाहिँ यो कलर आएको छ भाइ ल यो कलर ओहो यो चाहिँ कुन कलर हो दाइ यो चाहिँ यो कलर भनेको इटा कलर भाइ यो चाहिँ इटा कलर हो मेहन्दी कलर हो हैन एकदम दामी आएको छ कलरहरु हजुर र यसको साइज भनेको स्मल मिडियम लार्ज एक्सएल 2XL साइज सम्म अवेलेबल छ है ल यसको प्राइसको कुरा गर्दाखेरि जम्मा हाम्रो भ्युअर्सहरुले कति छ भने कति छ दाइ यसको 2200 मात्र छ भाइ ल जम्मा 2200 मात्र है त्यतिमा यस्तो दामी ट्राउजर आउने छ बेल्ट सहित है हजुर ल हेरो यो हाम्रो खुला ट्राउजर है हजुर अब हामीसँग खुला ट्राउजर अरु पनि छ है त्यो भन्दा हामी पहिले आएको योबाट हेर्नु भाइ ल जगसमा ओहो यो चाहिँ जगसमा त है जगसमा भाइ ल यो चाहिँ ओहो ल यो बबाल छ हल्का यहाँनिर स्टेप पाउनुहुन्छ साइडमा है ल मुनिको जगस अब यो खालको पाउनु भयो मुनि यो खालको जगस पाउनु हुँदो रहेछ ल यसलाई पनि भित्रको फर चाहिँ यो खालको फर छ भाइ ल यसको ल हेर्दिहालौँ है डस्ना फर हैन त यो एकदम डस्ना फर ल भित्री पनि हजुरले देख्न सक्नुहुन्छ डस्ना फरमा छ भने एकदम ल यो चाहिँ डस्ना फरमा भयो भित्रको ट्यापिङ योहरू पनि हेर न भाइ यस्तो मजाको छ बोर्डरहरू पुरै है यो फिनिस कि दामी छ अब प्रायःहरुमा चाहिँ अब के हुन्छ भने नि के हुन्छ त यहाँ चाहिँ सिलाइ मात्रै हुन्छ के यस्तो बोर्डरहरू दिएको हुँदैन के भाइ प्रायःमा त्यस्तै हुन्छ त यो तर यसमा चाहिँ पुरा यो बोर्डरहरू दिएको हुन्छ प्रत्येक योमा हैन वरिपरि दिएको हुन्छ है ल यहाँ हेर्दा वरिपरि दिएको हुन्छ है रिप त्यस्तै छ ल यसलाई उल्टाएर हेर्दा यस्तो देखिन्छ अब सुल्टाएर हेर्दियौ सुल्टाएर हेर्दा चाहिँ यस्तो देखिन्छ है त भाइ ल यसमा चाहिँ ल ओहो यो कलर नि दामी कलर रहेछ दाइ ल दामी छ कलर है यसमा कलर अप्सन भनेको 3टा कलर अवेलेबल छ एउटा यो भयो भने भयो है अघिको ग्रे कलर भयो र अर्को यो ब्ल्याक कलर छ है ब्ल्याक कलर त अब सबैको फेभरेट भइहाल्यो फेभरेट कलर ट्राउजर राम्रो छ एकदम राम्रो छ है क्रस चेन
ग्रे क्रस पकेट पाउनुहुन्छ हजुरहरूले। यहाँनिर खल्ती पाउनुभयो, यो खल्ती पाउने भयो हैन? हजुर पछाडि यो खल्ती पाउनुभयो ल। यो ओहो दामी रहेछ खल्ती पनि। बाहिरी पकेटै पाउनुभयो यो है। यसमा बवाल रहेछ। यो देखियो ब्याक लुक्स, यो देखियो तपाईँ ल। यो चाहिँ जकस डिजाइनमा भयो हैन? जकस डिजाइन हो भाइ। हजुर अघि हामीले देखाएको खुल्ला र जकस देखाइरहेको छु हैन? भयो भने यो चाहिँ जकस डिजाइनमा भयो। र यसको साइज चाहिँ कतिदेखि कतिसम्म छ भने मिडियम, लार्ज, एक्सएल, 2XL साइजसम्म एभाइलेबल छ। 2XL साइजसम्म हैन? ल यदि यो ट्राउजर चाहिँ हजुरहरूले मन परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। नभए नजिकै हुनुहुन्छ भने चाहिँ पुरानो बानेश्वर भीमसेनी गोला प्राइम ब्याङ्क र डबल ब्याङ्क ठ्याक्कै अपोजिटपट्टि सुसन मेन्सर देखिहाल्नुहुन्छ हजुरहरूले हैन? आउनुपर्ने हुन्छ। प्राइसको कुरा गर्नु ल। प्राइस भन्नु त बेसरहरूले कति छ भने यो चाहिँ जम्मा 2750 रुपियाँ मात्रै छ भाइ ल। 2750 मात्रै छ हैन यसको जम्मा? 2750 रुपियाँ छ है। ल यो भाइ अनि हामीसँग अर्को एउटा यो डिजाइन पनि छ भाइ ल। यो ए अलिकति फरक रहेछ हैन? कलर उस्तो उस्तै अलिकति फरक रहेछ। कति फरक छ? यो देखिन्छ भने ब्याक लुक्स टक्क छ। ओहो यसमा त दुईटा पकेट रहेछ दाइ पछाडी। हजुर अहिलेकोमा सिंगल पकेट थियो भने यसमा चाहिँ डबल पकेट छ भाइ ल। यो चाहिँ ल बवालै रहेछ यो पनि, एकदम बवाल छ है। ल गाइज ल अब यसको भित्रको फर कस्तो छ हेर्दिउँ त। ल हेर्दिउँ त दाइ। यसको फर पनि हेर्दिउँ न भाइ ल। यो ओहो आज चाहिँ हामीले ट्राउजर सबै डस्ना फरको मात्रै देखाइरहेको छ हैन दाइ? अब जाडो लागेको छ नि त हैन? लागिसक्यो नि दाइ। लागिसक्यो त्यही भएर हामीले यो चाहिँ सबै यो चाहिँ डस्ना फरहरूमा आएको छ है। ल यसको पनि ट्यापिङहरू पुरै ट्यापिङ हुन्छ, सिलाइ मात्रै हुँदैन, पुरै बोर्डर ट्यापिङै हुन्छ यसको। बोर्डर ट्यापिङ है। ल भित्रको फर चाहिँ यस्तो छ है त ल। यसमा चाहिँ यो वाला फर रहेछ हैन? भित्री चाहिँ ल। अनि यसमा कलर अप्सन भनेको एउटा यो कलर देखाएको कलर भएको यो। अर्को कलर भनेको यो लाइट ग्रे कलर, यो लाइट क्रीम कलर। क्रीम कलर रहेछ दाइ। लाइट क्रीम कलर। साइडमा फेरि यो डिजाइन पनि छ है ल सानो। यो चाहिँ घुमेको डिजाइनमा छ है। अलिकति एक्स्ट्रा लाइनिङमा है। प्राय सिधा हुन्छ नि त। हजुर अलिकति क्रप डिजाइनमा अलिकति एक्स्ट्रा छ है। केही न केही नयाँ पायो नि त। केही नयाँ छ हैन? अर्को भनेको सबैको फेभरेट कलर ब्ल्याक कलर भाइ ल। यो ल कालो है, एकदम कालो कलर छ है। कालो कलर तपाईले हेर्न सक्नुहुन्छ गाइज। यसको पनि साइज भनेको मिडियम, लार्ज, एक्सएल, 2XL साइजसम्म एभाइलेबल छ। र यसको पनि प्राइसको कुरा गर्दै जम्मा हाम्रो भ्युअर्सहरूले जम्मा 2750 रुपियाँ मात्र छ भाइ ल। यसको पनि जम्मा 2750 मात्र भन्नुभयो हैन त? जम्मा यो पनि 2750 रुपियाँ मात्रै छ है। ल अनि यो रह्यो हाम्रो ट्राउजर। अब हामी अलिकति सेलको आइटम पनि हेर्दिउँ भाइ ल। ल दाइ देखाइदिनु। हाम्रो सेलको आइटम चाहिँ के छ भने हाम्रो यो डिआर डेनिमको फरवाला ज्याकेट छ भाइ ल। यो चाहिँ बम्पर डिजाइनमा, यो बम्पर डिजाइनमा छ। यो चाहिँ साइज भनेको 2XL साइज मात्र छ। प्राइस भनेको कति छ सेलमा दाइ यसको? यसको प्राइसको कुरा गर्दा चाहिँ सेलमा लागेर अलिक फेरि यसो गर्नु न, पहिला भित्रको क्वालिटी हेर्दैनौँ न हैन? भित्र पुरा यो फरमा भयो। यो भनेको पुरा यो चाहिँ सावरमा भयो। यो सावरहरू चाहिँ जति धोए त्यति राम्रो क्लिन हुन्छ है। र यो ज्याकेट चाहिँ अहिले यो बम्पर ज्याकेट चाहिँ सेल लागेर जम्मा कतिमा छ भने यो कतिमा छ दाइ? 1500 मा मात्र छ भाइ ल। यो ओहो 1500 मा छ है यो चाहिँ गाइज। 1500 मात्र छ। अब यो ज्याकेट चाहिँ हामीले यो 4035 मा बेचिरहेको ज्याकेट हो। अब योभन्दा अगाडि लिनुहुने हाम्रो दाजुभाइहरूले नरिसाउनु होला। हामीसँग साइज भनेको यही साइज मात्र बाँकी छ, त्यही भएर हामीले यो सेलमा हालिदिएको छौँ। जम्मा 1500 रुपियाँ मात्र छ यो भाइ ल। 1500 मा यो डिआरजे डेनिमको ज्याकेट चाहिँ माथि हैन? अनि अर्को यहाँनिर पुरा यो पनि फरवाला ज्याकेटमा यो चाहिँ कटराइज ज्याकेटमा भयो। यो सर्ट डिजाइनमा भयो। यो ज्याकेटमै हो, सर्ट होइन। ल यसमा पनि हामीसँग दुईटा कलर छ। साइज भनेको यो भनिदिइहाल्नु, यो पनि सेलमा हो। यो कलरको साइज एक्सएल साइज एभाइलेबल छ भने यो कलरको साइज लार्ज साइज छ है भाइ ल। लार्ज र एक्सएल साइज सेलमा छ हैन? यो पनि सेम प्राइस त्यही 1500 रुपियाँमा अहिले सेल लागिरहेको छ भाइ ल। यो फर वाला ज्याकेट त्यही माथि हैन? कट साइजको ल गाइज। ल साइज भनेको मैले भनिदिइहालेँ। अब सेलको आइटमहरू चाहिँ साइज हुँदैन हैन? अब यदि हजुरहरूलाई यो साइज हुन्छ भने र तपाईँहरूलाई मन परेको छ भने चाहिँ अब हामीलाई स्क्रिनसट गरेर
म्यासेज गरिहाल्नुहोस् किनकि अब हामीसँग साइज हुँदैन यसमा एउटा मात्रै हुन्छ हैन त्यही भएर तपाईहरुले मन पर्यो भने चाहिँ हजुरहरुलाई स्क्रिनशट गरेर हामीलाई अर्डर गरिहाल्नुहोस् ल यसमा चाहिँ ल गाइस है 1500 मा दामी दामी छ ल यो रह्यो अर्को एउटा यो डिआर चाहिँ गएको छ भाइ ल डिजी को ल यो पनि सेलमा भाइ ओ माय गॉड ल यसको नि भित्र फर दामी छ यस्तो मजाको फर छ यो है ल हेर्दिउ यो पनि सेलमा लागेर अहिले कतिमा छ भने भाइ यो कति छ दाइ जम्मा यो पनि 1500 रुपैयाँ मात्र छ भाइ यो पनि जम्मा 1500 मा है ल ओहो चेनहरु सबै यो मेटल चेन हैन सबै यो मेटल चेनमा भाइ ल यो रह्यो हाम्रो सेलको आइटम है हजुर र अब हामी हेर्दिउँ यतापट्टि हो ल स्वेटरहरु हेर्दिउँ भाइ ल अब हामी ओहो यो स्वेटरहरु ल गाइस ल भाइ अब त यहाँ हामी कार्डिगन स्वेटर पठाइदिउँ ल भाइ पनि ल कार्डिगन स्वेटर पठाइदिउँ यो चाहिँ बटम वालामा भयो हामीसँग यसमा बटम वाला पनि आएको छ चेन वाला पनि आएको छ सबै हेर्दिउँ हैन अब हेर्नु कतिसम्म अब हेरिन्छ है ल सुरुमा चाहिँ हामी यो कार्डिगन यो बटम सिस्टममा हेर्दिउँ है ल यो ल यो चाहिँ फुल्ली यो उलनमा भयो यो हजुर जाडोको लागि एकदम यो चाहिँ हिटर टाइपको जतिकै वार्म दिने स्वेटर हो यो चाहिँ है यसमा कलर अप्सन भनेको एउटा यो कलर आएको छ एउटा यो कलर आएको छ अर्को भनेको कलर अप्सन दामी आएको छ भाइ ल यो दुईटा आयो थोरै टल्केको छ दाइ यता बस्नु त ल यताबाट देखाइदिनुस् अर्को कलर भनेको यो चमक आएको होला भाइ त्यो लड्केको हैन भाइ चमक आएको स्वेटरको चमक आएको होला स्वेटरको चमक आएको हैन अर्को कलर भनेको यो कलर आएको छ एउटा यो क्रीम कलर एउटा त्यो मेहन्दी कलर भइहाल्यो यो मेहन्दी कलर भयो अर्को त्यो पर्पल अर्को यो पर्पल कलर र यो हाम्रो ब्रान्ड भनेको चाहिँ यो पोलो ब्रान्डको है भाइ पोलो ब्रान्डको हैन त्यो माथि कार्डिगन हैन त यो कार्डिगनमा भयो यो बटम कार्डिगनमा छ है ल ब्रान्ड यहाँनिर पाउनुहुन्छ है त ल गाइस देख्न सक्नुहुन्छ ल यहाँनिर पाउनु भयो है ल तीनटा कलर ल अब अर्को कलर भनेको चाहिँ यो दुईटा कलर छ भाइ ल हो 4-5 वटा कलर भएको हैन सबैको फेभरेट कलर ब्ल्याक कलर भइहाल्यो अर्को भनेको यो ग्रे कलर छ भाइ ल यो चाहिँ सबलाई सुहाउने कलर फेरि सबैले सुहाउने कलर प्राय सबै अरु कलरहरु सबैले सुहाउने कलर रहेछ राम्रो कलर झरेर छ कार्डिगनमा हेर्न सक्नुहुन्छ एकदम राम्रो छ भाइ ल हेर्नुस् ल यसको अगाडि भनेको यहाँनिर पोलोको डिजाइन पाउनु भयो र यहाँनिर भनेको पकेट पाउनु भयो पकेट हेर्न सक्नुहुन्छ भनेपछि फोल्डिङ कलर पाउनु भयो हैन र यसमा भनेको बटम पाउनु भयो हैन साइज भनेको हामीसँग यसको मिडियम लार्ज एक्सएल 2XL साइज सम्म अवेलेबल छ है कलर अप्सन भनेको ग्रे कलर ब्ल्याक कलर क्रीम कलर यो क्रीम कलर नि बवाल छ अनि पर्पल कलर है अर्को भनेको यो मेहन्दी कलर है तपाईलाई ल यो मेहन्दी कलर हेर्न सक्नुहुन्छ गाइस आएको छ है जम्मा भनेको 5 वटा कलरमा आएको छ साइज भनेको मिडियम टु 2XL प्राइस भनेको यसको प्राइसको कुरा गर्दाखेरि जम्मा हाम्रो भेसहरु जम्मा 3100 मात्र छ है तपाईलाई जम्मा 3100 मात्र ल है 3100 मात्र है गाइस 3100 रुपैयाँमा आएको छ है तपाईलाई ल यो रह्यो हाम्रो कार्डिगन है हजुर यो चाहिँ कलर फोल्डिङ वाला कार्डिगन हो भयो मन यसैमा फेरि आएको छ भाइ ल अर्को देखाइदिनुस् त दाइ ल हामीसँग अर्को चाहिँ कुन आएको छ भने भाइ हजुर यो आएको छ भाइ ल ओहो ल हेर्न सक्नुहुन्छ गाइस अर्कोमा चाहिँ त्यो कलर फोल्डिङ रहेनर छ हैन यसमा चाहिँ कलर फोल्डिङ छैन अहिलेको चाहिँ कलर फोल्डिङ छ है दुईटा कार्डिगन हो ल हजुरहरुलाई अब यो मन पर्छ नि यो लगाउनुहोस् यो मन पर्दैन भने यो लगाउनुहोस् ल गाइस है छानी छ है सिजन फेसनमा अब आइटम र भेराइटीको कम छैन भेराइटीको अब कमी हुँदैन कहिले पनि हैन ल यो चाहिँ हाम्रो कति बटममा भने यो कति बटममा दाइ यो कार्डिगन चाहिँ यो 5 बटममा हो यो है हजुर ल 5 बटममा आएको छ यो चाहिँ कलर फोल्ड गर्नु नमिल्नेमा हो हैन बिना कलरमा भयो भने अहिलेको चाहिँ कलरमा भयो यसमा हामीसँग तीनटा कलर अवेलेबल छ भाइ एउटा यो ग्रे कलर ब्ल्याक कलर ल गाइस देख्न सक्नुहुन्छ ब्ल्याक कलर र अर्को कलर भनेको यो मरून कलर आएको छ तपाईलाई ओहो ल हेर्न सक्नुहुन्छ गाइस मरून कलर यो पनि पुरै उलनमा हो यो है हजुर
पुरा यो जाडोकोमा चाहिँ अब यो लगाएपछि चाहिँ अब हिटर तापेको जत्तिकै वार्म दिने खालको यो उलनमा भयो यो साइज भनेको यसको मिडियम लार्ज एक्सल साइजसम्म एभाइलेबल छ मूल्य भनेको मिडियम लार्ज एक्सल कलर भनेको 3टा कलर मरुन कलर ब्ल्याक कलर र ग्रे कलर र यसको प्राइसको कुरा गर्दा चाहिँ हाम्रो भिउजहरुले जम्मा कति छ भने कति छ दाइ 3500 मात्र छ है तपाईलाई ल जम्मा 3500 मा त्यहीमाथि यो 3टा कलरमा कार्डिगन पाउन सक्नुहुन्छ है गाइस ल यो रह्यो हाम्रो बडमोला कार्डिगन है हजुर अब यसैमा हामी चेनवाला कार्डिगन हेर्दियौँ है ल यो ल दाइ ल चेनवाला कार्डिगन चाहिँ हामीसँग कुन छ भने पहिले हामी यो लागुस्टिक हेर्दियौँ है ल यो वाला है फुल चेनमा है यो फुल चेनमा ल हेर्न सक्नुहुन्छ गाइस भयो यो चाहिँ ब्रान्ड यहाँनिर पाउनु भयो लाकास्टेको हैन लाकास्टेको र यो चाहिँ हल्का यो चाहिँ लाइनिङ डिजाइनमा है भाइ ल थोरै लाइनिङ डिजाइन पनि छ त लाइनिङ डिजाइनमा छ है नजिक आयो नि त दामी रहेछ लाइनिङ डिजाइनमा भयो यो चाहिँ मेटल चेनमा भयो यो चेन चाहिँ कस्तो छ भने माथिबाट पनि खोल्न मिलो हजुर हैन तलबाट पनि खोल्न मिले मिलो है भाइ ल यो चाहिँ यहाँबाट पनि छ मुनिबाट पनि है यहाँबाट पनि खोल्न मिलो ल यसलाई लाउनु पनि मिलो ओहो दामी डिजाइन रहेछ है दामी डिजाइन चाहिँ दामी लाग्यो डबल चेनमा आएको छ यो है अब यसको लाकुस्टिकको ब्रान्डिङ चाहिँ अब एउटा यहाँनिर पाउनु भयो भने अर्को भनेको भित्री पाउनु भयो हजुरहरूले ओहो यहाँ भित्र यहाँनिर है लाकुस्टिक भनेर गोही है गोहीको चाहिँ अर्को चाहिँ एउटा यहाँनिर पछाडि ब्याक प्रिन्ट पाउनु भयो ल हेर्न सक्नुहुन्छ ब्याकमा पनि छ पछाडि पनि लाकुस्टिकको लोगो ल यसमा भनेको कलर भनेको ब्ल्याक कलर र अर्को यो नेभी ब्लू कलर छ दामी दामी कलरहरु छ कलर पनि मिठो मिठो आएको छ यसको साइजको कुरा गर्दाखेरि मिडियम लार्ज एक्सएल 2XL साइजसम्म एभाइलेबल छ भने यसको प्राइसको कुरा गर्दाखेरि हाम्रो गेसहरुले जम्मा कति छ भने यो पनि 3500 मात्र छ जम्मा 3500 मात्रै छ हैन यसको जम्मा पनि 3500 छ है हजुर ल यो रह्यो हाम्रो लाकुस्टीमा अब अर्को आएको छ एउटा यो ल यसको चाहिँ प्याटर्न हेर्छ तपाईले पहिले यसको चाहिँ पुरा प्याटर्नै डट डट खालको प्याटर्न छ ल हेर्नु सक्नुहुन्छ आएको छ है ल एकदम यो चाहिँ ग्रिपमा आएको छ यो ल फ्रन्ट लुक्स यो देखिन्छ भने ब्याक लुक्स चाहिँ यो खालको देखिन्छ बबाल रहेछ ल है यो स्वेटर चाहिँ यो चाहिँ बबाल छ यो कार्डिगन बबाल छ भाइ बबाल छ हैन माथि अब इलास्टिक पाउनु भइगयो हातमा पनि पुरै रिप पाउनु भइगयो हैन यसमा कलर अप्सन चाहिँ एउटा यो क्रीम भयो क्रीम कलर अर्को एउटा यो ब्ल्याक कलर त छुटाउन नि भएन नि भएन भाइ हैन सबैको फेभरेट कलर भनेको ब्ल्याक कलर भयो र अर्को एउटा यो खाकी कलर आएको छ तपाईलाई ओहो यो कलर पनि बबाल रहेछ हेर्नु सक्नुहुन्छ एकदम बबाल छ भाइ बबाल एकदम बबाल छ है ल तीनटा कलरमा आएको छ यसको साइज भनेको मिडियम लार्ज एक्सएल 2XL साइजसम्म एभाइलेबल छ भने यसको प्राइस चाहिँ हाम्रो भ्युअर्सहरुले जम्मा कति छ भने यो चाहिँ कति छ दाइ 2500 मात्र छ भाइ ल जम्मा 2500 मात्रै छ है ल जम्मा 2500 मात्र छ ल अब अरु स्वेटरहरु यहाँ देखाइदियो त भाइ एकचोटी सर देखाइदियो त ल स्वेटर देखि लिएर हाइनेक देखि लिएर हाफ बटम हैन फुल चेन फुल बटम सबै आएको छ भाइ अन्तिम यो रह्यो आजको भिडियो हाम्रो है हजुर अब अरु स्वेटरहरु एमसँग यहाँ देखाइदिनु भाइ टन्नै छ है ल है भेराइटी टन्नै छ आएको छ अब एउटै भिडियोमा अब देखाउँदाखेरि अब लामो भिडियो हुन्छ अब हैन हजुरहरुले हेर्नु पनि अब लामो भिडियो हुन्छ त्यही भएर हामीले अब अर्को स्वेटर चाहिँ अर्को भिडियोमा देखाउँछौँ ल हाम्रो 10K पनि पुग्ने लागेको छ अब है हजुर 10K पुग्छ त अब हामीले एउटा बुट चाहिँ हामीले गिभवे गर्दैछौँ भनेको छौँ त्यो बुट हामीले अब गिभवे गर्ने अब हामी लगभग अब नजिकमै छौँ र हाम्रो लोकेसनको कुरा गर्दा चाहिँ हाम्रो लोकेसन पुरानो बानेश्वर भीमसेन खोला प्राइम ब्याकग्राउन्ड डेभलपमेन्टको ठ्याक्क अपोजिट परेछ ल हाम्रो च्यानललाई चाहिँ लाइक गर्नुभएको छ भने लाइक गरिदिनुहोस् यसरी नै माया साथ सपोर्ट गर्दै गर्नुहोस् हैन र सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ हाम्रो स्विचन फेसनअपलाई यसरी नै हजुरहरूले माया गरेर सब्स्क्राइब गरिदिनुहोस् भन्दै हस् त नमस्ते स्विचन।